बन्जी जम्प गर्न गएकी थिइन् मारिया। कर्मचारीले डोरी नै नबाँधी पुलबाट खसालिदिँदा गयो ज्यान। केही घण्टा अघि मजाकमा लेखेको स्ट्याटस नै बन्यो सत्य। मानिसले रोमाञ्च खोज्दै कहिलेकाहीँ आफ्ना डरहरूलाई चुनौती दिन पुग्छन्। कसैले हिमाल चढ्छन्, कसैले आकाशमा उड्छन् त कसैले गहिरो खोज माथिबाट हाम फालेर जीवनको रोमाञ्च महसुस गर्न चाहन्छन्। तर एक युवतीका लागि त्यही रोमाञ्चक यात्रा जीवनको अन्तिम यात्रा बन्यो। बन्जी जम्प गर्न गएकी 21 वर्षकी युवतीलाई कर्मचारीले बिना डोरी पुलबाट फालिदिए, जसकारण घटनास्थलमै उनको मृत्यु भयो। ब्राजिलकी 21 वर्षीय मारिया एडुआर्डा रोड्रिग्स डे फ्रिटास घटना हुनुभन्दा अगाडि निकै उत्साहित बनेकी थिइन्। उनी बन्जी जम्पको अनुभव लिन त्यहाँ पुगेकी थिइन्। पुल माथि बुइदा उनको अनुहारमा डरभन्दा बढी उत्साह रहेको थियो। केही समय अघि मात्र उनले सामाजिक सञ्जालमा रिस्ट ब्यान्ड र पुलको तस्बिर पोस्ट गर्दै मजाकिया शैलीमा लेखेकी थिइन्, मलाई पुलबाट हाम फाल्न दिने त्यो पागल व्यक्तिको थियो। उनलाई के थाहा, उनले ख्यालख्यालमै लेखेको त्यो वाक्य केही मिनटमै भयानक सत्यमा परिणत हुनेछ। बन्जी जम्पमा सहभागी हुने प्रत्येक व्यक्तिको सुरक्षाका लागि डोरी, हार्नेस र अन्य उपकरणहरू पटक पटक परीक्षण गरिन्छ। सामान्यतया एक व्यक्तिले जाँच गरेको कुरा अर्को व्यक्तिले पुनः पुष्टि गर्छ, किनकि सानो त्रुटिको मूल्य सिधै मानवीय जीवन हुन सक्छ। तर स्केलेटन ब्रिजमा त्यो दिन सबै कुरा उल्टो भयो। भिडियोमा देखे अनुसार दुई कर्मचारीले मारियालाई समातेर पुलको किनारसम्म पुर्याउँछन्। केही सेकेन्डपछि उनीहरूले मारियालाई तल फ्याँकिदिन्छन्, तर मारियाको शरीरमा बाँधिनुपर्ने सुरक्षा डोरी नै बाँधिएको थिएन। पुलबाट खसालेको केही सेकेन्डमै त्यहाँ उपस्थित मानिसहरूले ठूलो गल्ती भएको थाहा पाउँछन्। भिडियोमा वरपरका मानिसहरू अत्तालिँदै जोड जोडले डोरी डोरी वा रोप रोप भन्दै चिच्याएको कारुणिक आवाज सुनिन्छ। तर त्यति बेलासम्म धेरै ढिला भइसकेको थियो। बिना कुनै डोरी मारिया विशाल र गहिरो खोजमा खसिसकेकी थिइन्। ती केही सेकेन्ड सम्भवतः त्यहाँ उपस्थित सबैका लागि जीवनभर बिर्सिन नसकिने दृश्य बने। कुनै फिल्मको दृश्य जस्तो लाग्ने यो घटना वास्तविक थियो। त्यहाँ कुनै सुरक्षा डोरीले उनलाई रोकेन, कुनै उपकरणले उनको जीवन जोगाएन। जिम्मेवारीमा खटेका व्यक्तिहरूको एउटा अक्षम्य लापरवाहीले उनको जीवनको अन्त्य गरिदियो। घटनापछि आपतकालीन उद्धार टोली घटनास्थल पुगे पनि धेरै ढिला भइसकेको थियो। चिकित्सकहरूले उनलाई घटनास्थलमै मृत घोषित गरे। त्यसपछि उद्धारकर्ताहरूले गहिरो खोजबाट उनको शव निकालेर थप परीक्षणका लागि लिगल मेडिकल इन्स्टिच्युट पठाए। प्रहरीले घटनास्थलबाट 6 जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। स्थानीय प्रहरी प्रमुखका अनुसार यस घटनालाई साधारण दुर्घटना मात्र नभई आपराधिक लापरवाही वा गैर इरादतन हत्याको रूपमा हेरिएको छ र सोही अनुसार कडा मुद्दा चलाउने तयारी भइरहेको छ। यस घटनाको अझ दुःखद पक्ष त के छ भने दुर्घटनाको समयमा मारियाका हुनेवाला पति पनि घटनास्थलमै उपस्थित रहेका थिए। आफूले माया गर्ने व्यक्ति आफ्नै अगाडि यति दर्दनाक तरिकाले गुमाउनु पर्दा उनले कस्तो पीडा महसुस गरे होलान्, त्यसको कल्पना मात्र गर्न सकिन्छ। युवतीको मृत्युको खबरपछि उनको स्वास्थ्य अवस्था बिग्रिएको र उपचार गर्नु परेको बताइएको छ। साहसिक खेलकुद आफैमा रोमाञ्चक र जोखिमपूर्ण हुन्छन्, त्यसैले यसमा डबल चेक वा सुरक्षाको कडा मापदण्ड अपनाउनु अनिवार्य मानिन्छ। तर ब्राजिलको यो घटनाले बन्जी जम्प गराउने एजेन्सीहरूको चरम गैर जिम्मेवारीपन र मानवीय लापरवाहीको त्यो पराकाष्ठा देखाउँछ, जहाँ सुरक्षाको आधारभूत कुरा अर्थात् डोरी बाँध्न नै बिर्सिन्छ। यो घटनाले विश्वभरकै साहसिक पर्यटन र खेलकुदको सुरक्षा मापदण्डलाई गहिरो सन्देश दिएको छ कि सानो एउटा गल्तीका कारण अरू कुनै मारियाले ज्यान गुमाउन नपरोस्।